नमस्कार नमस्कार साथीहरू। हामी चाहिँ आज यहाँ घाँस काट्न आएको दुईजना भएर म चाहिँ बुट्टा चढेर घाँस झार्दा अन्त आँसी फिस्कियो। भाइले यता काट्दैछ नि यहाँ सानो बुट्टामा, म चाहिँ यता माथि गएर यति काट्दा काट्दै आँसी फिस्कियो। बुट्टाबाट आँसी खस्यो भैँमा आएको। घाम परेको छ नि बिहानमा। आँसी पनि यस्तो रहेछ, फेरि फुस्कियो अब टप्पै। भारी पुग्यो भाइ? भारी अझै कहाँ पुग्ने दाइ? पुग्यो छैन? हाँसी